क्यालिस्थेनिक्समा मेरो गोल भनेको ह्यान्डस्ट्यान्ड मास्टर गर्नु र यही क्रममा आज मैले युट्युबमा भिडियो हेर्दाखेरि ह्यान्डस्ट्यान्ड भन्नाले अरू स्किलबाट ह्यान्डस्ट्यान्डमा आउने, जस्तै ह्यान्डस्ट्यान्डबाट तल गएर फेरि अस्ति भर्खर सिकेको स्किल किकअप हान्ने र तल किकअपबाट जाँदा जाँदा फेरि घुमेर ह्यान्डस्ट्यान्डमा आउने सिक्दै थिएँ। आज कम्प्लिटली हम्बल भएँ म यहाँ पनि। र त्यसपछि आज गरेँ मैले पुलअप्स, वेटेड पुलअप्स। आई सेट अ PR अफ 30 kg र त्यसपछि गरेँ एकछिन बारबेल रो र त्यसपछि ह्यान्डस्ट्यान्ड पुसअप गरेर म लागेँ मुआई थाई ट्रेनिङ गर्न। एकछिन ट्रेनिङ गरेर साथीले स्पारिङ गरौँ भनेर यत्तिकै गरियो, तर त्यहाँ पनि आफ्नै गल्तीले गर्दा हम्बल भइयो, किनकि सुस्त हानेको पन्च पनि मैले जस्ट आफ्नै गल्तीले गर्दा म भित्तामा ढोकिएँ एन्ड आई गट हम्बल्ड रियल क्विक। त्यसपछि लास्टमा एकछिन एप्सको कन्डिसनिङ गरेँ गुरुसँग अनि घर फर्किएँ। द्याट्स इट फर टुडे, टाइम टु डु इट अगेन टुमारो। स्टे हम्बल, ओके।